छोरी बेटार स्कुटीलाई भेटायो स्कुटीलाई के अरे अटोलाई भेटा ल भयो 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 तल 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 नबेटार घर आएर नोटिस गरेँ कि चाबी खस्यो कहाँ खस्यो मलाई थाहा छैन चाबी मोटरसाइकल माथिबाट माथि निस्किन्थ्यो यहाँ खसेछ ल हेरे केटा हो मेरो हात यार केटा चलाइदिन्छ सुनि चले चलाइदिन्छ झाबाट टिक्का बनाउने उता त यहाँ अगाडि बस्न मिल्दैन क्या अब ए ला मेरै ल मेरै चड्डीले पुछितिर त ल कहाँ चराले हगेछ हौ थ्याट थ्याट तेरो कहाँ किला ल्याउने क्या सुपर गुल ल्याउने हो यहाँ जुन्डा उता हेर अरे बाबालाई त मेरो अगाडि बस्ने अनि मैले भ्लग बनाउनु पऱ्यो नि त अनि त पछाडि बस भने पछाडि बस अनि कहाँबाट यहाँ हुन्छ त नि मेरो भिडियो बनाउनु परेन अनि नबनाए नि हुन्छ र किन कसको भिडियो बनाउनु त नि कसको भिडियो बनाउनु त नि ऊ त्यहाँ गएर एकछिन नाच्छ नि त खै ऊ यहाँ गर खै यता हेर नाच है ल के गीतमा नाच्छिस् अलि यता आन हिन्दीमा बाप्रे बाप्रे त छोरी मान्छे पो लाजै नमान्ने झाबाट टिक्टा बनाउने उता त यहाँ अगाडि बस्न मिल्दैन क्या अब एकछिन यहाँ अगाडि बसेर स्कुटी चलाउनलाई हो क्या यो बाटोमा स्कुटी चलाइदिन्छु कि दिमाग खराब चल स्कुटी चलाएर खै यसले अगाडि बसेर डिस्टर्ब हान्थ्यो क्या मलाई यहाँ त अगाडिको भ्यूै नदेखिने भयो कस्तो दामी फुल हो ल चला ल बिस्तारै 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 मान्छे आछ एकछिन यहाँ हुँदैन भने पग भने यहाँ तेरो हुन्न यो लास्ट ढिपी गर्छ कि फेरि नचला भने हेर्न यो ल हेरै यो ल छोड पगले अप्ठ्यारो बाटो चपऱ्या एकछिन के म अहिले तँलाई ल बेटा यो चलाउनको लागि हो क्या अगाडि बसेको हेर त यो पार यसको ल हेर मैले केही गर्नु पर्दैन कि दुइटै हात छोडिदिनु हुन्छ कि ल ल ल चलायो ल चला त ल छोड अब छोड अयो भाइ अयो त चलाइदिन्छ क्या डर मान्छे किन हो खै ल हेर केटा हो मेरो हात यार केटा चलाइदिन्छ सुनि चले चलाइदिन्छ चला चला ल भयो 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 स्पिड कत्रो स्पिड आयो कि त्यसले आयो छोरी बेटार स्कुटीलाई भेटायो स्कुटीलाई के अरे अटोलाई भेटा ल भयो 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 तल 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 नबेटार नबेटार ल बेटार 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 यसलाई भेटा के सही हो अझै नबेटार भनेपछि नबेटार नु है छोडिदिनु है ओके नबेटार भनेपछि ओके नबेटार भनेपछि नबेटार नु है बेटार नबेटार छोड भयो ओके ल नबेटार म बेटार भन्छु तँलाई म बेटार भन्छु नि त ल बेटार ल बेटार नबेटार ल सही हो बेटार आफै सिकिहाल्छु के बेटार नबेटार बाइक आछ
ल सही हो कुदाइदे पछाडि कोही आएको छ कि नै हेर्नुपर्छ यार भेटाइदे त्यो बाइकलाई भेटाइदे यो बाइकले भेटाइदे भयो बिस्तारै छोड भने छोड हात छोड यत्तिकै नबेटा चोकमा बेटार्नु हुन्न छोरी यस्तो चोक आएपछि यसमा चाहिँ नबेटार्ने यस्तो बाटोमा बेटार्ने यो बाइकलाई भेटाइदिए सक्यो द्याट सल्भ कुदा अझै भयो अब भयो ओके कुल डाउन आयो सयो यस्तो बाटोमा त म चलिहाल्छु नि तिमीलाई छोडी यस्तो बाटोमा त टक्क म तिमीलाई कहाँ दिन्छु त अनि ल बिस्तारै बेटार थोरै हो यत्तिकै बेटार ल चल पसल आयो ल सयो ल किसका सिस्टम है खै कस्ता सिस्टम कैसे देखा तो खै सिस्टम एक बार सिस्टम देखाओ लिनु म गएँ पर्दैन के वहाँ मेरो काम छ भने हस्पिटलमा काम छ पैसा दिनु छिटो यहाँ दिन्न भने म गएँ के गयो भने म आइज जाम कहाँ जाने पैसा दिएर फाइनली भाउजूलाई नि पुऱ्यायो अब घर जान लाग्यो होइन अनि ड्याडीलाई पनि लिएर हस्पिटल जानु छ क्या अनि त्यो ड्याडीको लागि नै अलिकति काम गर्नु छ ड्याडीलाई औषधि पनि किन्न छ अनि त्यही हो सिधै घर गएर फेरि ड्याडीलाई ल्याएर हस्पिटल आउँछ क्या वाइल्ड रमाइलो हुने यार घाँटी दुख्यो यार बोल्दा त हत्तेरिका माटक्ने बोल्दा घाँटी दुख्ने भने यार यस्तो पारा त के हो सहयोग केटा रमाइलो भइरहेको छ होला गाइज अब यस्तो हो क्या दसैँ तिहार आएको छ घरतिरै भिडियो बनाइरहेको छ होइन दसैँ तिहार यो तिहार सकेपछि ल कस्तो बाटो काट्यो हो त बच्चाले यार यो तिहार सकेपछि चाहिँ अलिकति लङ टुरको भ्लग आउनेवाला छ है केटा हो कतिजनाले सब्सक्राइब गरेको छैन सब्सक्राइब गरिदिउँ होइन कतिजनाले भन्दै हुनुहुन्थ्यो कतिजनाले भन्दै हुन्थ्यो अब यस्तो भिडियोमा भ्युज आउँदैन भनेर साँच्चीकै हो गाइज यार अब मेरो पहिलाको च्यानलमा चाहिँ अब त्यो के अरे थम्बनेलको भिडियो हाल्ने बानी परेको है अब यस्तो भिडियो त नर्मल भिडियो त भ्युजै नआउने के यो कस्तो हाने होला त ल सहयोग एउटा केही छैन भ्लग हाल्दै गर्छु होइन अब भ्युज स्युज भन्ने यस्तै हो मैले राम्रो कन्टेन्ट दिन पाएँ भने त मेरो अवश्य भ्युज आइहाल्छ नि यार केही उसको लागि जरुरी छैन राम्रो कन्टेन्टै दिन पाएको छैन भ्युज कहाँबाट आउँछ के कन्टेन्ट छ लथाङ लुथुङ कन्टेन्ट छ अनि त्यही भएर भ्युज खोजेर हुन्छ त मैले हुँदैन नि केटा हो त्यसको लागि मैले बबाल कन्टेन्ट दिनु पऱ्यो नि होइन सो बबाल कन्टेन्ट पनि आउँछ होला होइन अब चाँडै पनि बबाले कन्टेन्टहरू आउँछ होला लेट्सी त्यही पनि अब यो के भयो गाडी बिग्रेछ बाटोमा ला थुक ओए ल सब भाँच्ची छ हेर्दा आमा न लरन म त्यो पछाडिको टायरको उनै भाँचेको यार टाइट के सो अब म तपाईँलाई भनिदिउँ कि होइन अब नराम्रो भिडियो चाहिँ आउँदैन होला है सरी गाई ल सरी चाहिँ अब नराम्रो मतलब अब त्यस्तो कुरा कहानी ठमेलतिरको काण्डहरू चाहिँ अब आउँदैन होला अब काठमाडौँ पनि गइन्छ गइँदैन त्यो पनि मलाई थाहा छैन होइन अब लाग्छ कि मलाई अब त्यस्तो नराम्रो कन्टेन्ट आउँदैन मेरो च्यानलमा केटा अब यो चाँडै यो भिडियोहरू पनि म डिलिट गर्नेवाला छु होइन नराम्रो कन्टेन्टहरू हालेको भिडियो डिलिट गर्नेवाला छु किन भन्दाखेरि अब फ्यामिलीहरूसँग भ्लग बनाइसकेपछि अब फ्यामिलीकै कन्टेन्टहरू दिनु पऱ्यो नि त होइन र अब त्यो ठमेलको काण्डहरू अब चाँडै बन्द हुन्छ होला होइन एन्ड त्यही हो राम्रो कन्टेन्ट हाल्छु है त्यही अब म फ्यामिलीहरूको भ्लग चाहिँ मतलब अब त्यस्तै भनौँ न फ्यामिलीसँग अलि घुमेको खाएको सबै मिक्स हालिदिन्छु केटा म मिक्स अनि मेरो च्यानलमा त स्पेसली भ्लग भनेको मिक्स कन्टेन्ट आउँछ है मिक्स कन्टेन्ट कहिलेकाहीँ च्यालेन्ज कहिलेकाहीँ सबै आउँछ एकैमा तपाईँहरूको भिजन कतिको भ्लगमा होइन लङ टुरको टिपहरू हेर्न अनि फ्यामिली भ्लगहरू एन्ड च्यालेन्ज भिडियोहरू
सबै च्यानलमा आउनेवाला छ कि तेरिका तर कसम अलिकति यार फेरि अनि टक्सिक बोल्ने बानी टक्सिक आइहाल्ने क्या है ल्याम थ्याट तेरिका ओ माई गड बाटो हेर त ओ माई गड बाटो त एड हान्ने त यहीँ पो त अनि अरू ठाउँ त काम त छैन क्या अब सुर्खेतमा अहिले मैले त्यो ट्रायल हानेको एड चाहिँ यहाँ काम लाग्दैछ क्या ल्याम काम लाग्दैछ क्या अहिले चाहिँ मलाई होइन बुझिहाल्नु पऱ्यो क्या यार ड्याडी फेरि ह्यान्डसम भएर कहाँ हो के यस्तो जुत्ता देखाउनु त आमामा मेरो जुत्ता लाएर ह्यान्डसम भएर चलिदिने हो सर लैहाल ओ झर्नु कि नै लैहाल्छु नि यत्तिकै एक्लै भयो त म उडाएर लैहाल्छु या त चुई उता गइदिन्छु म भयो त्यहाँ उता माथि गेटमा पुऱ्याइदिँदा हुन्छ ए त्यहाँबाट हिँड्दै जानु चाहिँ भित्र सो गाइस फाइनली ड्याडीलाई पनि पुऱ्यायो कि आज पनि मेरो पुऱ्याउने काम मात्रै छ क्या दिदीलाई पुऱ्याऊ भाउजूलाई पुऱ्याऊ सबलाई पुऱ्याउने मात्रै काम भइरहेको छ यहाँ त तर वाह माथिको बाटो जाने हो म त अहिले तर यो बाइक हो चाहिँ क्या कुद्न मन लाग्ने के वाइल्ड कुद्न कत्रो चल्ला के हो सो गाइस भर्खरै के भयो भन्दाखेरि होइन घर आएर नोटिस गरेँ कि चाबी खस्यो कहाँ खस्यो मलाई थाहा छैन एन्ड अब म के गर्छु भन्दाखेरि मेरो गोप्रो पुरै अन्थ्यो क्या मेरो गोप्रो पुरै अन्थ्यो कहाँ खसेको छ त्यो मलाई थाहा हुन्छ होइन अब यहाँ मैले गोप्रोमा भिडियो हेर्नुपर्ने हुन्छ मेरो मान्छे चाबी हरायो के भर्खरै चाबी हराएर आयो होइन अब लेट्स सी कहाँ खस्यो भने मलाई थाहा छैन होइन कहाँ बनाउने मलाई पनि थाहा छैन एन्ड अब गोप्रोमा भिडियो हेर्छु म फुल भिडियो हेर्छु अनि कहाँ खसेको छ अनि बल्ल थाहा हुन्छ नि घर लिएर भेट्छु है त केटा हो फाइनल्ली होइन त्यो हस्पिटलभन्दा यतापट्टि खसेछ क्या मेरो ऊ चाहिँ होइन चाबी चाहिँ एन्ड अब म जान्छु होइन गोप्रो अनै थियो क्या नत्र बेला कहाँ खस्यो मलाई थाहै हुन्थेन यार त्यहीँ खस्या रहेछ त्यो हस्पिटल यतापट्टि खसेछ अब लिन जान्छु लेट्सी भेटिन्छ कि नै है त सोकेडा यहाँ चाबी यहाँ अगाडि खस्या हो होइन गोप्रोमा हेर्दाखेरि यहाँ अगाडि देखाएको थिएँ मैले अनि लेट्सी हेरौँ के हुन्छ भेटिन्छ कि भेटिँदैन फेरि नत्र भेटेन भने फेरि अर्को बनाउनु पर्ने भयो यता थैट नाटक्ने यहाँ अगाडि एउटा पुल छ कि यो पुलमा हो होइन कता हो यतै हो खसेको चाहिँ हेरै टक्क यतै हो कता है चाबी खसेको त चाबी मोटरसाइकल माथिबाट माथि निस्किन्थ्यो यहाँ खसेछ घर गएर हेरेको यहीँ खस्या देखेँ के भाँच्दैछ गाडीले त ठिक छ भाँच्दैछ गाडी थैट दुईवटा चाबी थियो क्या अनि यहाँ भाँच्दैछ नि यार
मेरै टायरले च्यापेर भाँच्या हो कि के हो आई डोन्ट नो यार कसरी अड्काउने र अबेला यार थुक्क दिमाग खराब भयो नि अब त यार भेट्यो यार फाइनली भेट्दा त थाहा थियो क्या मलाई यहीँ खस्या यहीँ देखेको थिएँ मैले थैट म्याटक्नेन तेल हाल्न बन्द सब बन्द हुन्थ्यो अहिले यो त सुगर अब फाइनली चाबी त भेट्यो होइन ठ्याक्कै भेटेको भेट्दा नि यार ठ्याक्कै भेटेको क्या भेट्दा हो नि अनि यो चाबी माथि आउँछ क्या अन गरेपछि यो माथि चाहिँ चाबी किन आउँछ भन्ने हो क्या यार यो अन गरिसकेपछि होइन यो माथि पट्ट माथि आउँछ क्या यही कारणले गर्दा अलि स्पिड चलाएको सट्टै झर्दैछ होइन अनि त्यही हो फाइनली भेट्दा त भेट्यो अब चाहिँ त्यो हाल्ने पुवालै छैन के अब पुवालै छैन अनि कहाँबाट उ गर्ने हो त यार त्यसलाई कसरी म्यानेज गर्नुपर्छ होइन सही तर म अहिले चाहिँ ग्यारेज जानु लाग्यो होइन किन भन्दाखेरि चाहिँ मेरो बाइकमा धुवा चाहिँ अलिक कम हुन्थ्यो कि भनेको अलिक धुवा धेरै फाल्न थाल्यो क्या यार अब दादाले त भन्नुहुन्थ्यो हाफ इन्जिनै बनाउनु पर्छ भनेर तर लेट सी हेरौँ एकचोटि ग्यारेजमा चाहिँ गएर हेरौँ न खै के रहेछ स्थिति होइन एन्ड त्यही भएर म एकछिन ग्यारेज जाऊँ कि भनेर सोचेको सही हो ग्यारेज जानु पऱ्यो खै बाइक राम्रो भयो भने चलिदिनुपर्छ कतै चल्दैछ हानिदिनुपर्छ चल्दिस सो त्यही हो क्या